विशेष गरी महिलाहरूलाई चाहिँ बच्चा पाइसकेपछि आफ्नो यो ब्रेस्ट अथवा स्तन चाहिँ अलिकति झुन्डिने अनि त्यसपछि यो एब्डोमेन भनेको पेटको छालाहरू पनि झुन्डिने समस्याहरू एकदमै कमन हुन्छ। नर्मली कोहीमा एउटै बच्चा पाउँदा पनि हुनसक्छ अथवा कसैमा 2टा 3टा बच्चा पाउँदा अझै बढी ठुलो समस्या हुनसक्छ होइन। तपाईँहरूलाई पनि अब आफ्नो बच्चा भइसकेपछि अब स्तन झुन्डिएर अथवा स्तन एकदमै ठुलो भएर हेभिनेस भएर प्रपर लुगाहरू लाउन गाह्रो भएछ अथवा यो घाँटीहरू दुख्ने भएको छ अथवा आफूलाई अलिकति अनइजिनेस फिल भएको छ भने चाहिँ यस्तो केसलाई चाहिँ हामीले ब्रेस्ट लिफ्ट सर्जरी अथवा ब्रेस्ट धेरै ठुलो छ भने ब्रेस्ट रिडक्सन सर्जरी गर्न सकिन्छ होइन। अनि यो पेटको लागि चाहिँ जुन पेटको झुन्डेको छालाहरू छ प्रपर लुगाहरू लाउन मिल्दैन, त्यसले गर्दा अहिले तपाईँलाई अलिकति अप्ठ्यारो फिल भइरहेछ भने त्यसलाई चाहिँ टमी टक सर्जरी गरेर त्यसको समाधान गर्न सकिन्छ। अब यो कम्बिनेसनमा पनि गर्न सकिन्छ यो सर्जरीहरू, जसलाई चाहिँ हामी मम्मी मेकओभर भन्छौँ होइन। अब तपाईँलाई चाहिँ अब अथवा छुट्टा छुट्टै ब्रेस्ट मात्रै पनि गर्न सकिन्छ अथवा टमी टक मात्रै पनि गर्न सकिन्छ। यो चाहिँ सेपरेटमा पनि गर्न सक्ने भएको कारणले गर्दा यो चाहिँ अब इजिनेस हुन्छ। कहिले कहिले अब एकैचोटि 2टा सर्जरी गर्न गाह्रो हुन्छ भने तपाईँहरूलाई पनि अब आफ्नो ब्रेस्ट अलिकति ठुलो भएर अलिकति झुन्डिएर समस्या भएको छ अथवा आफ्नो पेटको छालाहरू झुन्डिएर समस्या भएको छ भने चाहिँ अब यसको समाधानको लागि हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।